भूपेन्द्रले खायो आफ्नै हुनेवाला ससुराबुवाको 1 लात, त्यो पनि पछाडिबाट। हो दर्शकबिन, जब यता भूपेन्द्रको दाइ र भाउजूले यो अफिस र घर सबै मेरो नाममा गर नत्र भने त्यो बराबरको रकम चाहियो भनेर भूपेन्द्रलाई थर्काएर भनेपछि भूपेन्द्र भने पैसाको लागि आफ्नो गर्लफ्रेन्डसँग यो सबै कुरा गर्छन्। हात जोड्दै बिन्ती बिसाउँदै आफ्नो गर्लफ्रेन्डसँग सहयोग माग्छ, तर गर्लफ्रेन्डले भने मान्दैनन्। तर भूपेन्द्रले रिक्वेस्ट गरेपछि भूपेन्द्रको गर्लफ्रेन्डले भने हुन्छ भनिन्, तर तिम्रो बिहा अलरेडी भइसकेको कुरा भने मेरो बाबाले थाहा पाउनु भयो भने तिमीलाई 1 पैसा पनि दिँदैन र हजुरलाई सहयोग पनि गर्ने छैनन् भनेर भूपेन्द्रलाई भनेका हुन्छन्। र यता पछाडि भुन्टी भने आफ्नो गाउँ जान मानेका छैनन्, किनभने यदि भुन्टी गाउँ गयो भने गाउँमा गाउँलेहरूले बिचारी भुन्टीलाई नाना थरी भनेर बिचारी भुन्टीको खिली उडाएर हाँसोको पात्र मात्र बन्छ भनेर आफ्नो दाइ टोक्लेलाई सम्झाउँछन्। र अब यहीँ बसेर सानोतिनो दुःख गरेर व्यापार गर्नुपर्छ र लगानीको लागि सुकुमाया मितिनीज्यूसँग केही पैसा मागेर ऋण लिएर काम अगाडि बढाउनुपर्छ भनेर लागेका छन्। के अब आउने भागमा भुन्टी केही व्यापार गरेको देखाउला त? र यदि तपाईँहरू पनि भुन्टी र टोक्ले दुवै मिलेर व्यापार गरेर धनी बनेको र सडकमा भएको भूपेन्द्र भुन्टीलाई हेरेर पस्ताइरहेर रुइरहेको हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला। दर्शक, जब यता अन्तिममा भूपेन्द्रले आफ्नो गर्लफ्रेन्डलाई फोन गरेर पैसाको व्यवस्था भयो भनेर सोद्धा गर्लफ्रेन्डले भने मैले तिम्रो बारेमा सबै कुरा मैले आफ्नो बाबालाई भनिसकेको छु। तिम्रो विचारले बुवाले तपाईँलाई सहयोग गर्नुहुन्छ। मैले तिम्रो फोन नम्बर बाबालाई दिइसकेको छु। तपाईँ फोन राख्नु, मेरो बाबाले जतिखेर पनि तपाईँलाई फोन गर्न सक्नुहुन्छ भनेर भनेपछि यता भूपेन्द्र भने एकदमै खुसी हुन्छ र आफ्नो गर्लफ्रेन्डको बाबाको फोनको प्रतीक्षामा बसिरहेको बेला भने पछाडिबाट 3 जना आएर भूपेन्द्रलाई पछाडिबाट 1 लात हानेर बालोमा खसाइदिएको हुन्छ र त्यो लात हान्ने अरू कोही होइन, त्यही भूपेन्द्र गर्लफ्रेन्डको बाबा हुन्छ। र यतिकैमै भने यो भागको समाप्त पनि भएको हुन्छ। र दर्शक, तपाईँहरू कतिको खुसी हुनुभएको छ भूपेन्द्रले 1 लात खाएकोमा? यदि खुसी हुनुभएको छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी खुसी व्यक्त गर्नुहोला र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।